सर्वप्रथम सबैजनालाई नमस्ते टसिदेले भन्न चाहन्छु। आज चाहिँ म तपाईँहरूलाई जुन स्वयम्भूमा रहेको आचार्य बसुबन्धुको चैत्यको विषयमा चाहिँ जानकारी दिन गइरहेको छु। जुन आचार्य बसुबन्धुको चैत्य चाहिँ स्वयम्भूको टुप्पोमा जाने दायाँ र बायाँको बाटो बिचमा यो आचार्य बसुबन्धुको चैत्य छ। अथवा जुन टुरिस्टहरूको टिकट काट्ने टिकट काउन्टरको आसपासमा बुद्धको स्ट्याचु भएको आसपासमै यो आचार्य बसुबन्धुको चैत्य चाहिँ त्यहाँ निर्माण गरेको छ। जुन आचार्य बसुबन्धुको चैत्य चाहिँ कसरी त्यहाँ निर्माण हुन पुग्यो भन्दाखेरि चाहिँ उहाँको अन्तिम जीवनकालमा भारतबाट उहाँको धेरै शिष्यहरूसँगै नेपालमा पाल्नुभएको रहेछ। नेपालमा पाल्ने क्रममा चाहिँ स्वयम्भू टुप्पामा प्रस्थान हुँदाखेरि चाहिँ स्वयम्भू टुप्पामा एकजना प्रव्रजित भिक्षु चाहिँ चिपर वस्त्र धारण गरेर हातमा छ्याङको बोतल समातेर होइन जाँडको बोतल समातेर चाहिँ खेत जोतिरहेको घटना देख्नुभएको रहेछ। खेत जोतिरहेको घटना देखेर चाहिँ आचार्य बसुबन्धुलाई चाहिँ साह्रै मन विरक्त भएछन्। उहाँले चाहिँ मनमा एकदम अशान्त भएको छ। ओहो, बुद्धको शासन चाहिँ अब चाहिँ लोप हुन लागेको रहेछ है भनेर उहाँलाई साह्रै चित्त दुखेर चाहिँ उष्निस विजय मन्त्र तल फेददेखि माथिसम्म 3 पल्ट पढेर चाहिँ जप गरेर चाहिँ उहाँ त्यस स्थानमा चाहिँ परिनिर्वाण हुनुभएको रहेछ र देहान्त हुनुभएको रहेछ। र देहान्त भइसकेपछि चाहिँ उहाँको चेलोहरूले चाहिँ त्यो स्थानमा चाहिँ आचार्य बसुबन्धुको जुन चैत्य चाहिँ निर्माण गर्नुभएको रहेछ। त्यो भित्र चाहिँ आचार्य बसुबन्धुको अस्तु धातु चाहिँ भित्र राखेर चैत्य निर्माण गर्नुभएको रहेछ। र यो चैत्यको नाम चाहिँ हामीले चाहिँ बसुबन्धु चैत्य पनि भनिन्छ र अरू चाहिँ धर्मधातु चैत्य भन्छ। र कुनै तारानाथको स्वामी तारानाथको धर्म ग्रन्थभित्र अथवा बुद्ध रिम्पोछेको धर्म इतिहासको ग्रन्थभित्र चाहिँ के पाइन्छ भने भिक्षु प्रव्रजितहरूले चाहिँ चिपर वस्त्र धारण गरेर हातमा जाँड छ्याङको बोतल समातेर त्यो गरेको दृश्य देखेको हो भनेको छन्। अरू छ्याक लोजाओको फेरि ग्रन्थभित्र चाहिँ जीवनीभित्र चाहिँ के पाइन्छ भने गाक्पाले गरेको हो भनेर भन्छ। गाक्पा भन्दाखेरि चाहिँ तान्त्रिका हुन्छ नि, तान्त्रिकाले चाहिँ गरेको यस्तो जाँड रक्सी खाएर चाहिँ खेत जोतिरहेको देखेको भन्ने खालको दुईवटा कुरा चाहिँ निस्किन्छ। तर योमा चाहिँ अब अलिकति ठ्याक्कै ठ्याम्याउनु चाहिँ गाह्रो छ। तर यो चैत्य चाहिँ आचार्य बसुबन्धुको चैत्य भनेको चाहिँ हामीले बुझ्न सकिन्छ। र आचार्य बसुबन्धु चाहिँ आचार्य आसाङ्गको आफ्नै भाइ उहाँ दुईजना चाहिँ 4औं शताब्दीको पण्डितहरू हुनुहुन्छ। उहाँहरू चाहिँ इन्डियाको जुन आचार्य पण्डितहरू हुनुहुन्थ्यो। र तपाईँहरू अब स्वयम्भू टुप्पोमा जाँदाखेरि चाहिँ यो चैत्य चाहिँ दर्शन गर्न सक्नुहुन्छ। र अहिले तपाईँहरू यहाँ अहिले म भिडियोमा बिस्तारै देखाउँछु, तपाईँहरू दर्शन गर्न सक्नुहुन्छ। हस् त, धन्यवाद, थ्याङ्क यू।